सक्दिनँ। हेर्दै जानु म कान चुटेर दिन्छु। देश परिवर्तन होइन, अब देशमा झन् अडाको बसिन्छ। काट्छु परिवर्तन देशमा हेर्नु। बाले त त्यो चोर मोर त्यस्तै हुन् क्या। त्यो म के भन्छ नाम मेरो र्यापे काम मेरो ट्यापे भन्ने जस्तै त्यो हो त। के हुन्छ के त सरकार न फर्कार म त्यही भन्छु। काम मेरो र्यापे नाम मेरो ट्यापे। हिजो नि सडकमा आज नि सडकमा भोलि नि सडकमा हुनुपर्छ नि। के को परिवर्तन यसलाई देश अपेक्षाले बालन सरकार ल्याएको होइन भनेको भोट हालेर बालनले भन्छ के बालनले त सुदूर अब दूर नाइ भन्दाखेरि त मान्छेलाई सानो तिनो दूर नाइ भनेर कि त सुदूर कसरी दूर छैन। बाहिर हेर्दा सुन्दरतामा त दूर छैन हो। जास् न बालन पुगोस् क्या त्यो ठाउँमा। बाजुराको अगठीको ठाउँमा पुगोस्, जुम्ला हुम्लाको अगठीको ठाउँमा पुगोस् नि। अनि थाहा पाउँछ आफै भोगोस् न। ओहो दूर रहन्छ मान्छे हेर्दा सुन्दरतामा हेर्दैमा एकचोटि पेलिनमा गएर हेर्दैमा सुन्दरता हुँदैन। त्यहाँको मान्छेको दुःख पीडा भोग्नु सबै हेर्नु पर्यो नि त। त्यसको खानलान बसन रहन हेर्नु पर्यो नि त। त्यहाँको पीडा त्यहाँको सुविधा हेर्नु पर्यो नि त। अनि हुन्छ मान्छे हाम्रो देशको मान्छेहरू कस्तो छ भने हाम्रो जनता नै भेडा छ एक नम्बरमा होइन। नेतालाई नि दोष दिनु हुन हामीहरू जनता नै भेडा छ क्या। जता खानु पायो त्यतै लुखुर हिँडिरहेको हुन्छ क्या। मान्छेले छाक त आजको टर्छ, जीवन त पछिसम्म छ नि त। हाम्रो मान्छेहरू जनताहरू नै कस्तो छ कि सानो मासु भात खायो भने त्यसैमा बिग्दिन्छ। मासु भात त एकछिनको लागि हो तर भविष्य हेर्दैन नि त। भविष्य हेर्नु पर्यो। मेरो मान्यता के हो भने मैले पहिल्यैदेखि मैले धेरै दुःख भोगेर आएको मान्छे होइन। म चाहन्छु कि देशमा अलिकति राम्रो भएले हामी सबै नेपालीहरू मिलेर बस्दा कति सुन्दर हुन्थ्यो, कति सफा हुन्थ्यो। अब हामीहरूले पनि थोरै भयो नि सेवा सुविधा पाएको भए अलि ढुक्कले हामीले सास फेर्न पाउँदैन नि त। न सेवा छ न सुविधा छ न कुनै कानुन छ न नियम छ। यस्तो पनि सरकार भन्छ यहाँ। कुन सरकार होइन? म त सरकारै छैन मेरो देशमा जस्तो लाग्छ मलाई। छैन सरकारै छैन मेरो हिसाबमा सरकारै छैन। सरकार छ भनेपछि मान्छे सडकमा आउनु भएन। ठाउँको ठाउँ कारबाही हुनु पर्यो दोषीलाई। कसरी आइरहेछ म त खै खै यो सुदन दाईको खै कारबाही खै त निर्मला पन्त लगायतका धेरै बलात्कारहरू पनि भएर मरिरहन्छ खै त कारबाही। अहिले त म भन्छु जति सरकार आए पनि यो नेपालमा 2 दिनको चोरीफुरी गर्न आउँछ। व्यवहारमा कहिले लागू गर्दैन लेखेर दिन्छु। मैले माइती घरबाट म मरि गए पनि मैले देशको लागि एकदम धेरै गरिसकेँ। मैले पहिला पनि मैले देशमा मेरो गाउँमा अत्याचार भयो मैले कसरी यसलाई अन्त्य गर्न सक्छु। किनकि म सानैदेखि पढाइ भन्दा नि मैले बढी फोकस देशको लागि राख्ने। म पढाइतिर मेरो फोकस थिएन बढी। मैले देशमा कसरी मेरो देशमा मैले जातीय छुवाछुतको अन्त्य होला मेरो गाउँमा चाहिँ हेर्दाखेरि अब स्कुलमै पढ्दाखेरि हुन्छ नि। जब छेत्रीको छोराहरूले रोटी बोकेर ल्याउँछ नि स्कुलमा ओहो यो मेसमा रोटी छ नि नछो साथी भन्थ्यो क्या। छुन दिन्थेन। मलाई लाग्थ्यो कि म पहिल्यैदेखि मैले कसरी अब यो होइन के गर्नुपर्छ भनेर सानैदेखि मेरो देशप्रति माया भएर म देशप्रति म गएँ होइन। त्यो